हाई फ्रेन्ड्स, गुड मर्निङ। यस्तो छ है हाम्रो खेतको गति। धान सबै काटेर बिटा पारिरहेछ। अब भोलि चाहिँ बोक्ने भन्दैछ, खै के गर्छ। काटेको देखाउनु पाइनँ, मिसिन लाउने भन्दै थियो। पानीले गर्दा मिसिन लाउनु पनि पाएन। यस्तो छ है, कहिले बोकिसक्ने कहिले के गर्ने, सबैकोतिर हेर्नु नै काटेर लडाइरहेछ। यो चाहिँ हाम्रो खेत है साथी हो। यो चाहिँ हाम्रो पर हाम्रो माछाले बाँध्दैछ बिचरा। यताबाट जानु पर्यो। भोलि बोकेर कहिले लाउँछ भाइ छेसर? छेसर लाएर कहिले के गर्ने, कहिले थन्काउने। आयो, यहाँ हाम्रो माछाले बाँध्नु हुँदैछ। काटेको चाहिँ देखाउनु पाइनँ साथीहरू, किनभने म अलिक बिजी थिएँ। यहाँ हाम्रो माछाले बाँध्नु हुँदैछ धान। पर चाहिँ बोक्दैछौँ। यो चाहिँ पल्लो घरको। यहाँ बोक्दैछ अझै। आमा हाम्रो त बाँध्नु 2-3 खुट्टी पो रहेछ त माछा। 4टा खुट्टी। आमा कहिले बाँध्नु यो? अन्त चिसै छ तपाईँ खिच्छ। अनि यो सुकेको छैन र? कहिले सुकेर बाँध्ने अन्त? अझै डल्लै रहेछ, हरियो रहेछ है। हजुर यस्तो छ है साथी हो नेपालको चलन। हेर्नु है, यसरी गरेर खानुपर्छ। आमा एउटा उता देखाएर भाइ, 2टा 3टा 4टा 4 खुट्टी अझै रहेछ बाँध्नु पनि। यहाँ चाहिँ बोक्दो रहेछ नि। यो चाहिँ हाम्रो बारी, हाम्रो खेत है साथी हो। उता देखाउनु कुनिउलाको। यो चाहिँ कुनिउलाको चाहिँ कहिले उयो गर्ने माछा? पर्सि उयो गर्ने, छेसर लाउने। त्यो चाहिँ पुरानो 3 मिनटको भइसक्यो। अस्तिको पानी झरीमा काटेको धान हेर्नु साथी हो। यी उयो कुनिउलाइरहेछ। अब सबै यो उम्रिराखेको छ। यो चाहिँ भोलि पर्सि लाउने अरे। अनि योहरू चाहिँ थन्काएर अब कहिले हो। यो चाहिँ मेरो नाति। यहाँ हेर्नु न, सानो छैन, कहिले गर्ने यहाँ नै साथी हो। कहिले उठाएर कहिले गर्ने बिचराहरू। ओके साथी हो, बाई बाई। अब भोलि बोकेको देखाउँछु। त्यहाँ छेसर लाएको, थन्काएको, काटेको चाहिँ देखाउनु पाइनँ। त्यो चाहिँ पल्लो घरकै साथी। सबै बोकिसक्नु आँटेछ। कहाँ गयो बिम्लीहरू बोक्दा बोक्दै? हाम्रो चाहिँ यहाँ बिचारा माछा एक्लै बुहारी बिम्ली उता सघाउनु गइहाल्यो होला। यस्तो छ नेपालको चलन साथी हो। यस्तो गरेर खानुपर्छ। गाह्रो छ हौ, गाह्रो छ। यता हेर्छन् केटो, हाई भन्दैन कुमाको भ्लगरलाई। ओके साथीहरू, बाई बाई।